कुनै दिन चाहिँ टाइम नभएर चाउचा खानु पर्छ भने कुनै दिन चाहिँ इच्छा नभएर चाउचा खानु पर्छ। मेरो पछाडि देख्नु टक्क हातमा चाहिँ कति पर्यो है बिहान बिहान बोनीको है। यस्तो पानीमा पनि 100 200 300 400 रुपियाँ। ब्याक टु माई न्यू भ्लग 3 डेजमा हजुरहरूलाई सबैलाई स्वागत छ। फेरि म क्यामेरा लिएर उपस्थित भइसकेको छु, देख्न सक्नुहुन्छ। अहिले चाहिँ आज चाहिँ फेरि पनि हैन पानी फाट्छ कि भनेको थिएँ, आज चाहिँ फेरि पानी पर्न सुरु भइसकेको छ। हाम्रो चाहिँ फोटो खिच्न चाहिँ दिदीहरू आउनु भएको छ, सो म चाहिँ फोटो खिचिदिन्छु हैन। सो आज फेरि पानी परेर गाह्रो बनाइदिइसक्यो नि, पानी परिसक्यो हैन। अब यस्तोमा के रे व्यापार हुने हैन, गाह्रो भइरहेछ हैन, नआए पनि हुँदैन। उता जाउँ भन्ने के छ, उता जाउँ भने गाह्रो छ, उता जाउँ भने भिड छ भन्छन्, सेम त्यस्तै भएको छ आज मलाई चाहिँ। सो भिडियोलाई हेर्दै गर्नु होला, सब्स्क्राइब गरिदिनु होला। सो हाइलाइट देखिसक्नु भएको छ आज दिनभरिको अपडेटको। सो त्यही अनुसार अगाडि बढौँ है त। सो गाइज मौसम जस्तो भयो नि फेरि फोटो चाहिँ दामी आएको छ है, दिदीको खिचिदिनु भएको छु। सो हेर्दै गर्नुहोस् है। मैले चाहिँ दिदीहरूको फोटोसोटो खिचिसकेर देख्न सक्नुहुन्छ, दामी दामी फोटोहरू खिचिदिएको छु है। दामी दामी आएको छ। दिदी फोन दिनुहोस् त, राखिदिन्छु। किन देखिने मान्नु भएको छैन, लाज मान्नु भएको छ क्या? केही हुन्न क्या, धेरै भ्यू जान्न हेर्दैनन् धेरैले। सो गाइज यहाँनिर चाहिँ फेरि हाम्रो भगेरीले चाहिँ के अरे चल्ला काटेको छ। यहाँनिर दाना ल्याएर आइरहेको छ यसको आमा चाहिँ। आमाको माया भनेको आमाको माया हैन, डराइ डराइ भयो नि आफ्नो बच्चालाई पाल्नको लागि दाना ल्याएर आएको हुन्छ। यहाँ चाहिँ चल्ला छन् मेरो टेबलको जस्ट माथि। टक्क हातमा चाहिँ कति पर्यो है बिहान बिहान बोनीको है। यस्तो पानीमा पनि 100 200 300 400 रुपियाँ हातमा पर्यो। अब हेर्दै गरौँ अरू बाँकी कति हुन्छ है त। सो गाइस यहाँ चाहिँ लास्ट फोर भएको छ हैन, म बस्ने ठाउँ चाहिँ टक्क यहाँ चराले खोर लगाएको छ, त्यही भएर लास्ट फोर भएको छ। म चाहिँ अब यहाँ सफा गर्छु है। सो गाइस चट्ट पारिदिइसकेँ हैन, अहिले चाहिँ बल्ल सफा देखिरहेछ। यस्तो छ बाहिरको भ्यू चाहिँ हैन, चट्ट भएर देख्न सकिन्छ। कुनै दिन चाहिँ टाइम नभएर चाउचा खानु पर्छ भने कुनै दिन चाहिँ इच्छा नभएर चाउचा खानु पर्छ। मेरो पछाडि देख्न सक्नुहुन्छ क्या दामी फुल फुलेको छ हैन। आज चाहिँ मान्छे एकदम सुनसान छ, खासै मान्छे आज सन्डे भएर हो कि सकिन हैन। लाज गाह्रो भइरहेछ, अवस्था चाहिँ यस्तो छ, सुनसान भइसकेको छ। जे होस् अब हेर्दै गरौँ हैन। आज आउन पनि सक्छन्, भर हुन्न मान्छेको, कतिखेर आउँछन् कतिखेर हुन्छ। कुनै दिन नसोचिया भइदिन्छ, कुनै दिन सोचिया पनि हुन्न। त्यही त भने हैन, भोक लागिरहेको छ, चाउचा खाने हो एउटा त्यस्तै छ हैन। सुनसान भइरहेछ, खाली खाली बिहान चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ घाम लागिरहेछ थोरै थोरै। तर बादल चाहिँ आकाशमा टन्नै छ, तर कतै कतै बादलको छेदभित्रबाट घाम पसेको छ हैन। अनि म चाहिँ लाग्दैछु आफ्नो क्याबिनतिर, फोटो खिच्ने मान्छे कोही पनि छैन, निराश परेर बस्यो, खायो सुत्ती छ हैन। देख्न सक्नुहुन्छ चाउचाउ आइसकेको छ। कतै चाउचाउ खाने हो, दिन बिताउने हो, चाउचाउले पानी खाने हो, बस यस्तो छ पार्कको माहौल। अहिलेको स्थिति यस्तो छ है, देख्न सक्नुहुन्छ यस्तो छ स्थिति। सो गाइस पारी चाहिँ एउटा बिहे गुरु भयो क्या आज हैन। म चाहिँ क्यामेरा स्यामेरा लिएर आएको छु, म चाहिँ सोधपुछ गर्छु हैन। के हो एकपटक फेरि जानुपर्छ नि त हैन, यहाँ त मैले चलाउँछु नि त, त्यही भएर एकपटक हेरफेर गरेर आउनु पर्यो। के रहेछ माहौल बुझ्नु पर्यो हैन। सो फुलहरू चाहिँ दामी फुलेको छ हैन, फुल त बवाल फुलेको छ।
माथिबाट चट्ट पारेर फुलफुलीहरू राख्छु यतातिर चाहिँ के सेट भइरहेछ सो सो गाइज हैन बाँकी कुराहरू कन्टिन्यू गर्दै गरौँला किनकि यतिकै मान्छेहरूलाई इन्भाइट गर्नुहुन्न क्या हैन सो त्यही भएर भिडियोमा क्या मतलब झ्याउ लाग्छ नि त हैन कसैले फेरि राम्रो मान्छ कसैले राम्रो मान्दैन त्यही भएर चाहिँ खासै मान्छेहरूलाई म इन्भाइट गर्दिनँ क्या हुन्छ नि कसैले अब नराम्रो मान्छ नेगेटिभ सोच्छ होइन सब्सक्राइब नै कम छ होइन त्यही भएर झ्याउ हुन्छ अब फोन हेलो रे त्यहाँ गएर फोन गर्न थिराउ हेलो